पुरा देखाउनु पर्यो ओ माई गॉड मलाई त यस्तो गर्थ्यो कि वाउ पड्केको सुन्नु भयो गाइस खुसी भएको हैन खुसी खुसी लु बेबी आउ फेरि ल एकचोटी आउ एकचोटी फेरि एकचोटी सो हाई एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल साथीहरू म आज एकदम खुसी छु सुरुमै किन भन्दाखेरि म आज घर जाँदैछु अघि नै भिडियो गर्न मैले बिर्सेँ किनभने बिर्सिने बानी चाहिँ एकदमै बढिरहेको छ मेरो सो म चाहिँ बन्नीपुर आइपुगेर भिडियो स्टार्ट गर्दैछु साथीहरू कहाँ हो कसको घर छिप्दै हिँड्दैछु साथीहरू चाहिँ बन्नीपुर एरिया गाइज साथीहरू वाउ आजको मौसम यस्तो दामी छ नि साथीहरू बब्बाल सो मामा र हामी जाँदैछौँ यहाँ बल ग्राउन्ड पनि रहेछ हेर हल्का बारगोलो बन्नीपुरको बिचमा आइपुग्यौँ मामा हुनुहुन्छ उहाँ चाहिँ हाम्रो मामा र म चाहिँ जाँदैछौँ साथीहरू अघि नै चाहिँ मैले भिडियो किन नबनाएको भन्दाखेरि हामी चाहिँ अटुकमा आएको थियो के अटुक के भन्छ अटुकलाई अर्को हिँडेल त अटुक के हिँडेल त फेरि अर्को अटो अनि अर्को टुकटुकेमा आएको थियौँ साथीहरू सो त्यहाँनिर भिडियो गराउन अलिकति अप्ठ्यारो पनि हुन्छ अनि बिर्सेको पनि हो एउटा त त्यही पनि अहिले आएर भिडियो गराउँदैछु अघि नै बन्नीपुरको यस्तो राम्रो भ्यू थियो साथीहरू तर पनि मैले क्लियरली देखाउन चाहिँ पाइनँ मजाले एक्टिङ आफ्नै सुरुमा एक्टिङ गरिबस्नु भएको छ तर पनि त्यो मैले क्याप्चर गरेको छैन कि किन भन्दाखेरि म बोलिरहेछु नि त बोलिरहेको त अब देखाउनै पर्यो साथीहरू नत्र त तपाईँहरूलाई हेर्नु हुँदैन ढुङ्गा अनि हामी चाहिँ अहिले किन हिँडेर आएको भन्दाखेरि यहाँबाट चाहिँ उता हाम्रो गाउँसम्म अलिकति बाटो नराम्रो छ अनि त्यसपछि गाडी पनि त्यति जाँदैन केही पनि अब जान्छ होला कुनै तर हाम्रो छैन नि त साथीहरू छैन सो हामी चाहिँ पुरा हिँडेर हामी 1 घन्टाको टार्गेट छ तर कति टाइम पुगिन्छ कति टाइम लाग्छ त्यो चाहिँ थाहा छैन अब हिँड्दै साँझा त भइहाल्छ अनि साथीहरू एउटा कुरा भन्छु यहाँनिर घाम भेट्नु पर्ने छ क्या अब एकछिनपछि त अलिक टाइम पछि घाम डुब्छ नि त अनि त्यसपछि भिडियो राम्रो आउँदैन त्यही भएर यो घाम आउँदा अलिकति भिडियो गराउनुपर्छ साथीहरू है त ओ माई गॉड यो के को मामा यति कुकुरी काँचा ट्राले अब निगो भिडियो क्याप्चर सार्केपछि के मैले यसरी भिडियो नगराएको कति महिना भएको थियो नि अनि मैले भिडियो नगराएको यति धेरै महिना पनि भएको थियो होला भ्लग लङ अनि त्यसपछि आज बनाउँदाखेरि त मलाई त कति रमाइलो माइन्ड पुरा फ्रेस भइरहेको छ साथीहरू कति टेन्सनमा बस्नु होइन कहिले चिलमा पनि बस्नुपर्छ नि त चिलमा हो क्या आज म चिलमा म यही हिँडिरहेको छु कि जमिनमा तर पनि मनमा त माथि उडेको जस्तो लागिरहेको छ क्या म ओ माई गॉड अनि साथीहरू आज घरमा चाहिँ म एउटा कुरा देखाउँछु घरमा यस्तो स्पेसल कुरा त्यो घरमै भएको मैले ल्याएको होइन मैले लगेको चाहिँ होइन कि तर घरमै भएको कुरा देखाउन जाँदैछु तर बेलुका हुन्छ कि के हुन्छ अब चाहिँ भिडियो अलि भए पनि बनाउनु पर्यो मान्छेहरूले छुम्पी कहाँ गयो भनेर खोजिरहेछ होला अब अलिकति त बनाउनु पऱ्यो थोरै कुटिङ बारकोलिङ इभिनिङ चाहिँ 6 बजे नभए चौताराङ चाहिँ 8 बजेसम्म मोमोले चौतारी 8:30 बजे झाल्ले अनि हुँदैन अरे साथीहरू आज मैले कपाल नि काटेन त
अलिक छोटो भयो, त्यही पनि केही छैन। अहिले चाहिँ भन्नुपर्दा साथीहरू वन जङ्गल यति भएको छ कि वन जङ्गल हरियाली हरियाली वन नेपालको धन जस्तै भइरहेछ। धन 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 हरियाली वन नेपालको धन हो। अनि अलि पहिला चाहिँ पानी नपर्दाखेरि त पुरा रुखो थियो नि त साथीहरू, अहिले चाहिँ पुरा जङ्गल सर्प भए पनि देखिँदैन केही, पुरै झ्याप्प थपिएको छ कि। अब बर्खा लगाइसक्यो नि त, बर्खा लगाइसक्यो। तार माले होला त्यही त म्याने जाके लागि मुके चाले पिन मजाकी पिन नि त आप्रिन मेको किन राग पनि हटबे तार खैनीको राज चाहिँ लिआउ के तर टेन्सन छ अलिकति भिडियो बनाउनु पनि उस छैन क्या, के काम सोचिहाल्नु पर्ने के काम जता हिँड्यो भने त्यही काम के साह्रो हो। दिमाग कुन दिन त फुट्छ होला, यस्तै विस्फोट हुन्छ होला। मेन भन्ने नलाग्नु कि बडीले होस्यो भन्ने कोही चाहिँ मलाई मेरो सामानहरू मात्रै दाराले के होद्या हिजो के चानाले के लेजिङ भने नहुने यो अचम कुरा अलिक नाङ्गेरे गएछु म्यानेजरले जसरी र म्यानेजरले आमाले दिएर ए अत्तरी कुरा समाले नो मैं तो बाजी की देरी राई भी नहीं है माले से पूछी थी जाके तो मैंने से जाके पूछा करे बाजी के कान से बाजी माले लान नहीं देगे कुड़ी भरे तो बाजी के कांटी लान के बिना गए ना अब छोज भी ना से ना नारायण घाट ला लेना काउसी तीनों ना फोन जा उनके पहले न जाते मंगे मैनेजर ले तो ना वहाँ से पूछी तो गई मजा लेके गई ना रॉकेट माउ हम के स्वाट 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 करा जतिखेर चाहिँ नो टेन्सन साथीहरू नो टेन्सन हो माई गॉड पार्टी सराला होसी डाँडा लाब्दियाले मन के होटल आएछ निस्पान इलाकामा भुइँको त यति धेरै लैलिनु खोलान्डेमा भुइँको टार मजाले साथीहरू म त यसको के बजाउँछु दुईटा लिएर जानु पर्यो जादु देखाउनु पर्यो नि छुम्पीको जादु यति लुकाएर राखेको थियो कि अब चाहिँ पुरा देखाउनु पर्यो। ओ माई गॉड मलाई नि साथीहरू यति खुसी लागिरहेको छ कि एक पाइला सार्दा एक पाइला गर्दा गर्दै मतलब कि एक पाइला सार्दा सार्दै एक पाइला अगाडि बढाउँदै खुसी लागिरहेछ खुसी। गुर्दु हो मामाले मोबाइल समात्नु भयो भने चाहिँ म यसको के गराउँछु। मामा अगाडि गइसक्नु भयो के गर्नु र साथीहरू अब हिँड्नु त पर्यो घर त जानै पर्यो जति नै टाढा भए पनि हिँडेर भए पनि गाडीमा भए पनि जानै पर्यो। रेणुका के हिसे ताके त्यही ताके मलाई त ए भेट्ले मामा इसे समात्दै रहेछ क्यामेराम्यान अब चाहिँ मामा क्यामेराम्यान है जति नै झ्याउ लायो पनि वाला बेसमेरी भिडियो खाइ बिनु हैरा नि नहीं इता हत्ता यहाँ के म झोला चाहिँ मेरो झोला चाहिँ ठुलो देखेछ होला हैन झोला नदेखाउँ होला जादु के जादु यो मान्छे जादु यति हो जादु अनि अर्को एउटा पत्ता यो मान्छे त के मान्छे सानोहरूले यस्तो गर्थ्यो कि वाउ पड्केको सुन्नु भयो वाउ
यो चाहिँ फेरि है फेरि वन्स मोर काला काला फेरि ल वाउ भेरी त्यजना चिम राम्रै भयो देख्नु भयो जादु यही हो जादु मेरो झोला मामाले बोक्दिनु भएको छ मेरो झोला यहाँ पनि छ कति धेरै सामान हुन्छ घरबाट निस्केपछि एक दिनको लागि होस् या 2 दिनको लागि होस् निस्केपछि सामान त झोलामा त कति हुने साथी सबैको के फेरि अब म एक्लैको त लिएर हिँड्दिनँ हजुरहरूलाई थाहा नै छ होला त्यो कुरा सबैजनाको लिएर हिँड्छु कि त्यही भएर म त भरिया जस्तै हुन्छु अब म मात्रै भरिया कति हुने भनेर अनि मामालाई पनि भनेको नि त घाँटी घाँटी पहिला कुडी चाहिँ खासलाई घाँटी जाँदै दिँगान यसो चाहिँ 2-3 महिना पछि आसे हिरामा छन् मकै बारी दर्याम दर्याम मकै र कुडी बडा बडाले धेरै आछ न अटार मकै बारी दर्याम दर्याम साथीहरू तपाईँहरूलाई म अब मेरो गाउँ देखाउन गएको छु पुरा डिटेलमा त हुँदैन तर पनि अलिकति पुरै झाडीले छेकेको छ क्या अहिले त्यो रुखहरूले नत्र त यहाँबाट नि देख्यो कि अब अलिकति त देखाउनु पऱ्यो नि यो हो भनेर सङ्केत त दिनु पऱ्यो नि साथीहरू हो अब यहाँदेखि स्टार्ट भएर हो त्यो तलसम्म छ अब के गर्नु जङ्गल देखाए जस्तो भयो मान्नुहोस् कि तपाईँहरूलाई इमेजिन गर्नुहोस् ए हो रहेछ भनेर इमेजिन मात्र गर्नुहोस् अब हजुर मैले मेरो काम त भन्ने काम हो होइन अब बुझ्नुहोस् न तपाईँहरूले नै बुझ्नुहोस् कि अहिले झाडीले छेकेको छ अहिले त झ्याउ लाग्यो पुरै पालुवा ओ माई गॉड यस्तो बाटो भएर जानुपर्ने हुन्छ ट्रेकिङ आएको जस्तै क्या पुरा ट्रेकिङ आएको जस्तो फिल भइरहेछ भिड पुरा भिड छ साथी केही भनिदिनुहोस् त भ्लगमा हाम्रो मामाले मेरो भ्लगमा इफ भाइरल भइहाल्यो भने पैसा आइहाल्यो भने मामा र म 50-50 वेलकम छ धेरै धेरै वेलकम छ सबैजनाले माया गरिदिनु होला लाइक सेयर सब्सक्राइब गरिदिनु होला अनि तपाईँहरूलाई केही छ भने तपाईँहरूले कमेन्ट सेक्सनमा लेख्न सक्नुहुन्छ यस्तो बनाउनु उस्तो बनाउनु भनेर सल्लाह सुझाव पनि दिन सक्नुहुन्छ धन्यवाद ओके मामाले यदि भनिसक्नु भएपछि इफ मामाको मान्छेहरूले हुन्छ नि त मामाको मान्छेहरू क्या अनि बुझ्नुहोस् अब हेर्नुभयो भने यदि तपाईँहरूले हेर्नु भएको छ भने मामाको थ्रुबाट आएर अनि तपाईँहरूलाई स्वागत छ मामाको मान्छेहरूलाई साथीहरूलाई माइतीहरूलाई पनि कतिजना माइतीहरू हुनुहुन्छ त थाहा छैन एउटा कुरा भन्न बिर्सेँ साथीहरू यही भ्लगबाट हाम्रो मामालाई चाहिँ एउटा माइतीको पनि खाँचो छ सो माइतीको अत्तो पत्तो छैन अनि त्यही भएर माइतीको पनि खोज्नु पनि हुन्छ यही भ्लगबाट खोजौँ कि टिकटकबाट खोजौँ कि फेसबुकबाट खोजौँ कि त्यही त एकदमै संस्कारी माया गर्ने अनि खोज्दिनुहुन्छ त्यसको लागि चाहिँ पुरस्कारको व्यवस्था पनि छ ए पुरस्कारको व्यवस्था खोज्नेलाई पो ल ठिक छ साथीहरू यति भनेपछि त बिहा खाना त कसो नपाउला र अलि राम्रोसँग हिँड्नु पर्ने हुन्छ साथीहरू
त मागी चाहिँ भाका जाला फेरि भेल्दै यस उकालो इसे चाहिँ ओह्रालो के ठिक्क ठिक्क यहाँबाट गयो भने चाहिँ पुगिन्छ छिट्टै सो हाई एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल साथीहरू म आज एकदम खुसी छु सुरुमै किन भन्दाखेरि म आज घर जाँदैछु अघि नै भिडियो गर्न मैले बिर्सेँ किनभने बिर्सिने बानी चाहिँ एकदमै बढिरहेको छ मेरो सो म चाहिँ बन्नीपुर आइपुगेर भिडियो स्टार्ट गर्दैछु साथीहरू कहाँ हो कसको घर छिर्दै हिँड्दैछु साथीहरू चाहिँ बन्नीपुर एरिया गाइज साथीहरू वाउ आजको मौसम यस्तो दामी छ नि साथीहरू बब्बाल सो मामा र हामी जाँदैछौँ धेरै छ न अटार तपाईँहरूलाई म अब मेरो गाउँ देखाउन गएको छु पुरा डिटेलमा त हुँदैन तर पनि अलिकति पुरै झाडीले छेकेको छ क्या अहिले त्यो रुखहरूले नत्र त यहाँबाट नि देख्यो कि अब अलिकति त देखाउनु पऱ्यो नि यो हो भनेर सङ्केत त दिनु पऱ्यो नि साथीहरू हो अब यहाँदेखि स्टार्ट भएर हो त्यो तलसम्म छ अब के गर्नु जङ्गल देखाए जस्तो भयो मान्नुहोस् कि तपाईँहरूलाई इमेजिन गर्नुहोस् ए हो रहेछ भनेर इमेजिन मात्र गर्नुहोस् अब हजुर मैले मेरो काम त भन्ने काम हो होइन अब बुझ्नुहोस् न तपाईँहरूले नै बुझ्नुहोस् कि अहिले झाडीले छेकेको छ अहिले त झ्याउ लाग्यो पुरै पालुवा ओ माई गॉड यस्तो बाटो भएर जानुपर्ने हुन्छ ट्रेकिङ आएको जस्तै क्या पुरा ट्रेकिङ आएको जस्तो फिल भइरहेछ पुरा भिड छ साथी केही भनिदिनुहोस् त भ्लगमा हाम्रो मामाले मेरो भ्लगमा इफ भाइरल भइहाल्यो भने पैसा आइहाल्यो भने मामा र म 50-50 वेलकम छ सबैहरूलाई धेरै वेलकम छ सबैजनाले माया गरिदिनु होला लाइक सेयर सब्सक्राइब गरिदिनु होला अनि तपाईँहरूलाई केही छ भने तपाईँहरूले कमेन्ट सेक्सनमा लेख्न सक्नुहुन्छ यस्तो बनाउनु उस्तो बनाउनु भनेर सल्लाह सुझाव पनि दिन सक्नुहुन्छ धन्यवाद ओके मामाले यदि भनिसक्नु भएपछि इफ मामाको मान्छेहरूले हुन्छ नि त मामाको मान्छेहरू क्या अनि बुझ्नुहोस् अब हेर्नुभयो भने यदि तपाईँहरूले हेर्नु भएको छ भने मामाको थ्रुबाट आएर अनि तपाईँहरूलाई स्वागत छ मामाको मान्छेहरूलाई साथीहरूलाई माइतीहरूलाई पनि कतिजना माइतीहरू हुनुहुन्छ त थाहा छैन एउटा कुरा भन्न बिर्सेँ साथीहरू यही भ्लगबाट हाम्रो मामालाई चाहिँ एउटा माइतीको पनि खाँचो छ सो माइतीको अत्तो पत्तो छैन अनि त्यही भएर माइतीको पनि खोज्नु पनि हुन्छ यही भ्लगबाट खोजौँ कि टिकटकबाट खोजौँ कि फेसबुकबाट खोजौँ कि त्यही त एकदमै संस्कारी माया गर्ने अनि खोज्दिनुहुन्छ त्यसको लागि चाहिँ पुरस्कारको व्यवस्था पनि छ पुरस्कारको व्यवस्था खोज्नेलाई पो ल चस्मा पुगी भइसक्यो वेलकम छ सबैलाई हाई कतिचोटि वेलकम गर्ने एउटै भिडियोमा सबलाई आइदिनु होला सबैले गरिदिनु होला माया गरिदिनु होला यो पहाडबाट लड्यो भने पुरा बारको जोडी नै पुलमा फेरि पनि स्वागत छ हाम्रो यो पुलमा अनि साथीहरू म चाहिँ भोलि टाइम मिल्यो भने यहाँ पौडी खेल्न आउने भनेको त्यहाँ तल त्यहाँ माथि छ एउटा उतापट्टि कीर्तिपुरतिर देवचुली छ भने बारेकोलको एरिया साइडमा बडाचुली डाँडा उता देवचुली मालिके बडचुली देवचुली उता साथीहरू हेर्नु अब चाहिँ यहाँनिर पौडी खेल्न आउनु पर्ने हुन्छ
भोलिको दिन के होला। अब पुग्ने लाग्यो साथीहरू। अब धेरै छैन घरमा पुग्नलाई। हतार भइसक्यो, मन त हतार भइसक्यो। अब 15 मिनट होला, 15 मिनट, 1 घन्टा 15 मिनट, घन्टा 15 मिनट। सिन्का के खैनी को न थकाइ लागिसक्यो। पुग्ने होइन, 15 मिनट 2 चोटि भइसक्यो तर पुग्ने होइन। अँध्यारो हुन लागिसक्यो साथीहरू। 15 मिनट। ओ माय गॉड। लालाजी के डायलॉग ये बोला। अब बोला 15 मिनट। गाह्रो भयो नि साथीहरू, गाह्रो भयो। पसिना हो बेबी त जानु त बेबी झ्याउन जाँदा बेबी। आमा हिँड आमा के भएको बेबी यस्तो हो बेबीले। हो बेबी मोटाएर हेर त। बेबी मोटाएर कस्तो भएको है, कस्तो भएको बेबी त। आमा छैन। ए छोडे ए आऊ मलाई लिन। है बेबी मलाई लिन आऊ छिटो। अझै खुसी भएको हेर न, बेबी खुसी भएको हेर न। खुसी लु बेबी त भोलिबाट मसँग खेल्ने हो क्या छाना है, खेल्ने हो क्या है। आऊ छिटो खान्छ। आऊ मोटो भएको हेर त, मोटो भएको। आमा कति मोटो भएको बेबी। आऊ फेरि ल एकचोटि आऊ, एकचोटि फेरि एकचोटि। हिँड भयो। बेबी नक्कली कचली दिने बेचा। बेबीलाई कचली दिने हो क्या, बेबीलाई कचली दिने हो। बेबी कति ठुलो भएको, बेबी जाना कति ठुलो भएको। तिमी कति ठुलो भएको बेबी। व्हाइट कलरमा सब लाग्यो कि। यता पनि छ है छुम्पीको बेबीहरू। यता गर्मीले मर्नु भइसक्यो। यता आइज त काली भयो कि गोरी भएर म है। त बच्चाहरू मात्रै। बेबी गरम भयो होला यिनीहरूलाई त। कस्तो छिटो कराउँछ है बच्चाहरू। सबै बच्चाहरू 4 जना 5 जना। वाउ कति फास्ट हिँडेको क्या। गाइस कति राम्रो। डिएम फर्म भन्न बुके हो कि यसलाई यसरी बुके गराइदिने किन्दै राखेर।